हाई एभ्रिवान, हाई अनि नमस्ते सबैमा। यहाँलाई स्वागत छ मेरो युट्युब च्यानल। चाहिँ यहाँ आज मोमो स्टिम गरेर राखेको मिलाएर राख्नु पर्दैछु। यो हाफ स्टिम गरेर राखेपछि चाहिँ अर्डर आउँदाखेरि छिटो दिन खाइन्छ। राखेको छु। आज शनिबार गर्मी छ बानेश्वरतिर एकदमै। यहाँ राखेपछि चाहिँ सजिलो हुन्छ अर्डर आउँदाखेरि। यसलाई ढाक्छ राख्यो सजिलो भयो। यस्तै छ। अहिले चाहिँ 1 बज्यो दिउँसोको। लास्टै गर्मी छ आज एकदमै। शनिबार त्यसै धेरै अर्डर पनि छैन। पिठो मसँग गर्नु छ भ्याइनु आज। दाइ दिदी यसो बाहिर जानुभएको छ। म एक्लै छु आज बस्नुमा। त्यो चाहिँ यस्तै छ, गर्मी छ पुरै। राम्रै चल्दैछ। चिम सोल्टीमा ल्याइनु रहेछ। खान्छ के छ त अनि हालखबर के छ आज तिम्रो? ठिकै छ। आज शनिबार आफ्नै दिन हो। हल्का त ठिक हुनु पऱ्यो। अरू दिन अरूको भए पनि शनिबार चाहिँ आफ्नै दिन हो नि त। विशाल के छ त अहिले? तनावै तनाव छ। मेरो युट्युब च्यानलमा चाहिँ अब दिन भाइरल हुँदैछ। आइफोनबाट त त्यत्तिकै हात चलाउँछु त मैले। तपाईँको आइफोन त होइन, यो अर्काको बाटो नबनाऊ। राम्रोसँगै। मामा हेलो हेलो। मेरो चाहिँ यहाँ अब यो मेरो मोबाइल होइन भन्दैछ विशालले। खासमा होइन, त्यत्रो पैसा हाल्यो गजब बेजती गर्नुहुन्छ। मलाई थाहा छ यसले किन डिलिट गर्नु नि, गर्दिनँ नि म। के चाहियो तपाईँलाई? 13वटा पानी। कति पैसा भयो त? 455। 455 भयो। यो फेरि पैसा चाहिएको छैन? 4500 छ होला। 45 यति भयो यस्तो भयो। भोलि कतिवटा खाली गर्नु? भोलि अब कतिवटा खाली गर्नु? उताको भाइ लिन आयो भने सजिलो। पानी बेच्दै कुरा हाम्रो चाहिँ यहाँ पानी ल्याउने दाइ हो। एकदम मिलनसार, एकदम ज्ञानी। जस्तोसुकै गर्मीमा पनि बोलाउँदाखेरि तुरुन्त गरेर आउनुहुन्छ। हेलो गर्नुहोस्। हेलो हेलो। अब मान्छे भाइरल हो होइन? ए हो। अनि यति भएपछि चाहिँ हो कि न? अनि वान वे हो नि त त्यो त। त्यो वान वे हो नि त। त्यहाँ पुलमुनिबाट जाने अनि घुम्ने हो कि? एकदम गर्मी छ। बानेश्वर शान्तिनगर गेटमा चाहिँ अब बाटो यही हो। यही हो गेट। आयुष के छ? हाई गर नि त। के छ त अनि हालखबर? आज शनिबार क्रिकेट छ कि छैन? छैन। यहाँ भ्लगमा बोलिरहेको म। अब आर्य र म एकतिर घुम्न जानुभएको छ। आयुष मोबाइल हेर्दैछ। के छ त अनि मेरो सब्सक्राइबर कति पुग्छ अरे अब 1 हप्तामा? 1000 होइन 10,000। आयुषको बोली ट्याक्क लागिरहोस्। अब 1 हप्तामा 10,000 भन्ने छ। अहिले म 50 पुऱ्याउनु सकेको छैन। तपाईँले साथ दिनु होला। गर्मी छ। मलाई के काठमाडौँको गर्मी पनि सहन नसकिनु भइसक्यो। त्यही छ अब। समयले कहाँ पुर्याउँछ, जिन्दगी यस्तै छ मेरो। चाहिँ हाम्रो चिया पसल हो। चिया पसलमा चाहिँ यहाँ छुट्टै हुन्छ। यहाँ यतापट्टि बाहिर उतापट्टि डाइनिङ छ, यतापट्टि चिया पसल हो। यहाँ चिया चुरो चिसो खानेहरू बस्छन्। अब त केही मलाई चाहिँ कहीँ केही लाग्दैन। म सबै कुरो सहन गर्छु। गर्मी सहन सकिँदैन। किन अब गाउँका साथीहरू अरू पनि छन्। कहाँ पुग्यो होला साथीहरू है? कस्तो अवस्थामा होला नि?
तर यति खुसी लाग्छ कि साथीहरू जहाँ छन् जो छन् जता जता छन् सबै मभन्दा माथिल्लो स्टेपमा छन् त्यो चाहिँ एकदम खुसी लाग्छ मलाई। उनीहरू पनि जहाँ जस्तो सुकै अवस्थामा भए पनि भेट्ने गरेर बोलाउँछन् बोल्छन्, यति चाहिँ खुसी लाग्छ। कामको दुःख त शरीरलाई सधैँ त्यस्तै हो। त्यो त दुःख नगरी त खाना पनि पाइएन, त्यो बसी खाँदा पनि फेरि रोग लाग्ला भन्ने त त्यस्तै छ। ठिकै छ, फेरि कुरा गर्दै गरौँला, भेट्दै गरौँला। अर्को एपिसोडमा चाहिँ अब के आउँछ कस्तो आउँछ थाहा हुँदैन। होटेलमा मात्रै हुन्छु म, बाहिर निस्किन पाउँदिनँ। बाहिर निस्केर सबै कुरा हाल्नु पाइँदैन। राति 10 बज्छ, बिहानमा अब त्यही अनुसारले सुरु हुन्छ। जस्तो भन्छ त्यस्तै बनाएर हाल्छु म। सबैले साथ दिनु होला, सपोर्ट गर्नु होला।